हेलो हाई नमस्ते। आज हामी हाम्रो यहाँ नजिकैको यो सी साइडमा आएको छौँ। पुरै फ्रोजन छ होइन, पुरै जमेको छ यो। अनि हामी त्यही माथि हिँड्ने एक्सपिरियन्स, हाम्रो पहिलो अनुभव चाहिँ यो जमेको समुद्रमाथि हामी हिँड्दैछौँ होइन। यो समुद्र साइड हो यो। सुरुमा त डर लाग्यो, हामी यहाँ फिनिस पिपुलहरू छ होइन, फिनिस मान्छेहरू चाहिँ यहाँ हिँड्ने बाइक चलाउने गरेको देखिरहेको थियो। हामीलाई डर लाग्थ्यो, गर्दा फेरि प्याट्ट भाँचिएर तल जाने हो किन डर लागेर हामी थुप्रै दिनदेखि आँट गरेका थिएनौँ। आज चाहिँ आँट गरेर हामी आएको छौँ है, साथी र म, प्रहलाद र म। फर्स्ट अनुभव हो यो हाम्रो। प्रहलाद कस्तो हुँदैछ अनुभव? यस्तो हुन्छ है, पुरै यो मुनि समुद्रै हो यो होइन। अब माथि चाहिँ हामी यसरी हिँडिरहेको छौँ। यो यस्तो छ, फ्रोजन हो यो पुरै। यो पहिलो अनुभव हो हाम्रो फ्रोजन सी माथि। प्रवचनहरूमा अनि विभिन्न ग्रन्थहरूमा सिद्ध पुरुषहरू चाहिँ टक्क समुद्रमाथि नदी तलमाथि हिँड्न सक्नुहुन्छ भन्थ्यो है। जमेपछि हामी पनि सामान्य मान्छे नि हिँड्न सकिँदो रहेछ है। भगवान् रामले चाहिँ सेतुको पुल बनाउनु परेको थियो भारतदेखि तपाईँको श्रीलङ्का पुग्दाखेरि होइन। जमेको भए बनाउनु पर्थेन होला के प्रहलादजी? जमेको भए त्यो दुःख नै पर्दैन है, नजमेर पनि। यस रमाइलो छ अनुभव है। यो तपाईँको सब यो सानो सानो जङ्गल आइल्यान्ड जस्तो छ त्यस्तो सबै कल त्यो हाम्रो ओसन साइड देखिन्छ। अहिले हामी चाहिँ फिनल्यान्डको रमामा छौँ। आज चाहिँ अलिक धेरै दिनपछि 22 दिनपछि सायद देखियो होला। समात्दिनु त मन लेख्छ नलाउँदै क्यामेरा भिडियो पैसा। पहिला यस्तो बनाउने हो यहाँ भएन नि, यहाँ खिचेको ठाउँमा भएछ। नाम लेख्छु। ल बस अहिले त सिधाबाट नि खिच्छु, भिडियो होइन, भिडियो नि। ल है, मेरो वाइफ अनि मेरो बाबुको यहाँ चाहिँ भिडियोमा नाम लेखेको है, आइस जबिक। यसमा हेर है, यहाँ आज त बाइक चलाउनेहरू आएको छैन है यहाँ। त तपाईँ एकचोटि स्लाइडिङ गर्नु त, म तपाईँको भिडियो खिच्छु अनि तपाईँ पनि गर्नु त। ल ल अहिले कस्तै गर्नु न। ए ल दौड्नु ल। ल म मेरो पालि है। ल ल ल ल ल ल मेरो है। भिडियो अन आइन्छ, उल्टो हुन्छ भइसक्यो। ए ओके ल। ओ अलिकति अलिअलि मात्र हुने हो। त्यही त थोरै मात्र हुन्छ कि दौडिनु मिल्दैन। दौड्दै चिप्लिन्छ अनि ल देख्न सक्नुहुन्छ। वाउ दौडाइ चाहिँ मजाको भयो त। ए ल दौड्नु
तपाईँ त मजाले त ए बा दामी भयो त अहिले त खै ल्याउँदा मन गर्छ ल है त ल है ल कता उता दौडी नि उता दौड्नु भयो नि ल ट्राई हान्नु सर ल फुल पावरमा है यस 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 पट्री गडबड भएछ तपाईँ त्यो हो त्यो ग्रिप छ नि त रमाइलो भयो ल हजुर खै त्यो फुट्यो माछा मार्ने अलि होला के त्यस्तो लाग्यो मलाई तर यो जुत्ता हुँदो रहेछ के यार त्यो अर्को ग्रिपवाला लाउनु अर्को के त्यो नर्मलवाला लाउनु पर्ने रहेछ वाह के अहिले टेम्परेचर कति होला माइनस हेर्नु त -8 छ अहिले टेम्परेचर है बिस्तारै बिस्तारै हाम्रो शरीरले पनि यहाँको एडजस्ट भइसक्यो पहिला गाह्रो हुन्थ्यो होइन अहिले त बिस्तारै बिस्तारै अब यति टेम्परेचरमा टोपी र ग्लोभ्स नलाइकन पनि शरीरले थेक्छ भनौँ एकछिनलाई होइन यो अब समरको बेलामा यहाँ पुरै सिपहरू सानो सानो त्यो बोटहरू थियो होइन बोटहरू थियो यो सिपहरू त यहाँ आउँदैन सिप आउने अलि अगाडि छ त्यहाँ तर यहाँ चाहिँ बोटहरू पुरै रिजर्भ हुन्थ्यो यो बोट बस्ने पोर्ट जस्तै हो क्या मिनी पोर्टहरू सबै यो बोट बस्थ्यो यहाँ अहिले सबैले घर घर लहर राखिसक्यो यहाँको त्यो आफ्नो बोटहरू प्राइभेट बोटहरू केही पनि छैन किनकि जमेपछि त्यो निकाल्न मिल्दैन नि त घरमा लहर राख्छ अहिले चाहिँ सबै के छ सबै खाली छ त्यही हो अब यहाँ चाहिँ मान्छेहरू वक हिँड्ने त्यो छेउछेउमा फिसिङ गर्ने यसो पाल पारेर उनीहरूसँग डिभाइस हुन्छ पाल पारेर टक्क अनि भित्र माछा छ नि त पानी त तल जम्या छैन अनि टक्क फिसिङ गर्ने गर्छ हजुर के भन्नुभयो हुन्छ अब जाउँ चिसो पनि हुँदा होइन यहाँ वरिपरिको भ्युज मेरो अगाडिको भिडियोहरूमा पनि हेर्न सक्नुहुन्छ त्यहाँ कस्तो थियो यसको ओरिजिनल कन्डिसन इन समर होइन अनि अहिले कस्तो छ हेर्नु होइन यो चाहिँ सानो आइल्यान्ड जस्तो छ आइल्यान्डदेखि उता चाहिँ पुरै ओसन हो यो पुरै सी साइड पुरै फ्रोजन यो चाहिँ यो सिप चाहिँ सिप बनाउँछ बोटहरू होल्डिङ गर्ने ठाउँ हो क्या यो समरमा पुरै यहाँ होल्डिङ हुन्छ यस्तो यहाँ टन्नै छ तर अहिले अब जमेपछि यहाँ राख्दैन सबैले घरमा लगेर राखेको हुन्छ अब हामी निस्किन्छौँ नाइस ल आउनु वाउ ल अब हामी निस्किनु लागेको है चिसो भयो अब चाहिँ निस्किनु पर्छ पुरै खाली छ यो बोट राख्ने ठाउँ अब हामी टक्क यहाँबाट निस्किन्छौँ नेपालमा हुँदा नेपालको जाडो त्यो 12-13 डिग्रीको होइन मलाई कस्तो लाग्थ्यो भन्दा ओहो बेसी जाडो भयो भन्ने फिल हुन्थ्यो तर यहाँ आएपछि -20सम्म पनि भनौँ न एडजस्ट भइयो भनौँ होइन भगवानको कृपाले अहिलेसम्म चाहिँ सकुशल स्वास्थ्य चाहिँ राम्रै छ त्यही हो अब खानपानमा विचार गर्नुपर्छ कपडा यहीँको लाउनुपर्छ त्यति भएपछि केही हुँदैन न त चाहिँ यहाँ चाहिँ अलिकति बिरामी भयो भने
मेडिसिनहरू महँगो छ होइन, केयर चाहिँ गर्नुपर्ने हुन्छ। त्यही हो, यहाँ चाहिँ घाम चाहिँ कहिलेकाहीँ देख्न पाउँछ जाडोमा। नेपाल जस्तो सधैँ घाम देख्न पाउँदैन। ल अब अरू भिडियो पनि म बनाउँदै गर्छु, हेर्नु होला है त। ल अहिलेलाई यति नै, बाई।